चिन्दै नचिनेको मान्छेको बिहेमा गएर यस्तरी खाएर यस्तरी नाचेर यति धेरै रमाइलो हुन्छ भनेर मैले एक्सपेक्ट पनि गरेको थिएँ। कसको बिहे हो भनेर पनि थाहा थिएन। बिहेमा त गइहाल्यो, तर गर्लफ्रेन्डलाई ढाँटेर गएको, घरमा आएर मेरो यस्तो नराम्रो हालत भयो बताउनै सक्दिनँ। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। यस्तरी रेडी भएर फिट्टेको अगाडि गएको त फिट्टे त इम्प्रेस भइरहेको। हामी तीनजना रेडी भएर बिहेमा त जान लागेको, तर बिहे कसको हो भनेर चाहिँ मलाई थाहा छैन। काले भाइ र म मस्तले स्कुटीमा बसेर हामी पार्टी प्यालेसमा पनि पुग्यौं। तर जे होस् यहाँको पार्टी प्यालेस चाहिँ मलाई एकदमै राम्रो लाग्यो। आजको बिहे चाहिँ हाम्रो काले भाइको मामाको छोरीको बिहे रहेछ। मलाई र फिट्टे भाइलाई पनि काले भाइले इन्भाइट गरिहाल्यो, हामीले नाइ भन्नै सकेन। हामी तीनैजनालाई कस्तो ह्यान्डसम देखेको। हजुरहरूलाई को बढी ह्यान्डसम लागेको साथीहरू कमेन्ट गरिदिनु है। क्यामेरा अन गर्नै हुन्न के, फिट्टे भाइ र काले भाइ त पारा देखाइहाल्छ। पिङ खेल्दै थिएँ, मलाई त झ्याउ लागेर निस्किदिएको त त्यो दुइटाले त पिङै चुडाइदेला जस्तो गर्छ। र यहाँ हाम्रो प्यारो कृष्ण भगवानको पनि मूर्ति रहेछ। त्यहाँ बस्दा बस्दा फिट्टे भाइलाई एकदमै निन्द्रा लागेको रहेछ। ल एकछिन सुत्न त भाइ, म कुरेर बस्छु तँलाई भनेर भनेको। बिहेमा आएर यसरी कहाँ सुत्न पाइन्छ र। भित्र बस्दा बस्दा झ्याउ लागेर फेरि पनि गए पिङ खेल्नको लागि। एकैछिनमा भोक पनि लाग्यो, खाना पनि रेडी भइसकेको रहेछ। काले भाइले त पुरा र्याल काट्दै बसेछ के खानेकुरा देखेर। ए आमा हो, हाम्रो फिट्टे भाइको थालमा हेर्नु न, मान्छे न सान्छेको खाना छ। त्यहाँ खानेकुराहरू त दामी दामी थियो। मैले मटन फिसहरू खादिनँ नि त, चिकन र मटर पनिरसँग पुलाउ खाएँ। आज त बिहान केही पनि नखाएको भएर एकदमै धेरै भोक लागिसकेको थियो। सायद त्यसैले होला खानाहरू पनि एकदमै मिठो। फिट्टे भाइसँग फेन्टा चियर्स गरेर खाम्ला भनेको त फिट्टे भाइले त वाइ सो सिरियस वाला जोकर पो बनिदिन्छ। खाना खाएर चिसो खाएर हामी लाग्यौं दही खानातिर। खाना नखाउन्जेल एकदमै झ्याउ लागेको थियो। खाना पाएपछि त ओभर जोस आयो। त्यसैले बाजाको तालमा मेरो कम्मर त ड्याङ ड्याङ हल्लिन थाल्यो। छेउमा हेरेको त फिट्टे भाइले नि सपोर्ट गरिरहेको रहेछ मलाई। एकछिन मजाले नाच्यो, त्यसपछि त म त सरप्राइज भयो के साथीहरु। पार्टी प्यालेसमा 2-3टा बिहे मात्र भएको छ, त्यसमा पनि मेरो कति धेरै भ्युअरहरु हुँदो रहेछ। सबैलाई भिडियोमा क्याप्चर गर्न पाएन, तर भेटेर धेरै नै खुसी लाग्यो। नाच्दा नाच्दा हाम्रो फिट्टे भाइको हिँडाइ नै चेन्ज भएछ त। बिहेमा नाचेर नपुगेर फेरि बाटोमा आएर नि एकछिन डान्स हान्देको। यदि हजुरहरूलाई यसको फुल ब्लग हेर्नु मन छ भने युट्युब च्यानलमा जानु होला। युट्युब च्यानल नेम अजय पुन मगर छ। कसम भनेको आज त मलाई कस्तो हिरो देखिएको। दिनभरि त डर रमाइलो गरियो, तर घर जाँदाखेरि चाहिँ मलाई कता कता डर लागिरहेको छ। बिहेमा त गए, तर मनिषालाई भनेको थिएन। आउने बित्तिकै भन्नु पर्यो भनेर सोचेर बसेको थिएँ। भिडियो हेऱ्यो भने झन् धेरै रिसाउँछ। उनलाई मैले पकाएको खाना एकदम मिठो लाग्छ नि त, त्यसैले बाटो भएर तरकारीहरू पकाइरहेको। उनी पनि आइहालिन्, मैले तरकारी पकाइरहेको देखेर एकदमै खुसी भएँ। त्यसपछि मलाई त माया पो गर्छिन् त। कामको थकाइले गर्दाखेरि ओभर भोक लागेको थियो रे, त्यसैले छिटो छिटो भात हालेर उनलाई मैले पकाएको खाना मिठो नलाग्ने त कुरै भएन। आज बिहेमा जान परेको भएर होटेलमा जान पाएन। भोलि चाहिँ मनिषालाई पनि लिएर होटेलतिर जानु पर्ला। 4 दिनपछि मायासँग यसरी बसेर खान पाउँदाखेरि त एकदमै खुसी लाग्यो। आजलाई यति नै, अब भोलि भेटौँला अर्को मिनी ब्लगको साथमा। त्यतिखेरसम्मको लागि बाइ बाइ।